गुड मर्निङ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज चाहिँ म बिहान उठेर चाहिँ खाजा मगाइसकेँ कोरेर अनि खाँदै आएँ। अनि अब चाहिँ म चाहिँ यो खेत बारी खन्नुपर्ने हुन्छ। यहाँ चाहिँ अब अदुवा बेसारहरू लाउन लागेन, पानी पऱ्यो। अब सब चिसो भएपछि चिसोमा लाउनुपर्छ। त्यसैले म चाहिँ आज बिहान उठेर मुखसुख धोएर फ्रेस भएर अनि मकै पोलेर मकै भाँच्न गयो। मकै भाँचेर एक डोको दुधी ल्याएर अनि फेरि एक बारी घाँस काटेर अनि मकै पोलेर खाएर फेरि खन्न आइछु होइन, आएको छु। के गर्नु गाइज होइन, यस्तै छ गाउँघरमा काम गर्नुपर्छ। मेरो चाहिँ कोदाली नि हानिरह अनि कोदाली नि मोल राखा। हिजो चाहिँ म मोल बोकेर सफा नि गर्दैन कोदाली। त्यही हो, अब म चाहिँ बारी खन्छु। गएछ अनि मैले चाहिँ बारी पुरै खनेर सकिसकेँ होइन। करिब 15-20 मिनट लाग्यो मलाई। स्याहारो फ्याँ भयो म होइन, देख्न सक्नुहुन्छ मैले चाहिँ खनेर सकिसकेँ बारी। राम्रोसँग चाहिँ मैले यताउता भित्ताको पनि जारोहरू तानेन, किनकि पछि फेरि गर्नुपर्छ भनेर। त्यही हो गाइज, आजको भ्लग यति नै। थ्याङ्क यू।